Halo bintang. Hello, good morning guys. I am very happy. आज चाहिँ अनि हाम्रो के हो भन्ने कुरो तपाईहरुलाई थाहा नै छैन होला टक्क म भनिदिहाल्छु अब आज चाहिँ हाम्रो बिहे गरेर 1 इयर्स पुगिसक्यो आज चाहिँ हाम्रो ह्यापी एनिभर्सरी हो अनि सबैले हामीलाई बधाई दिन सक्नुहुन्छ अनि एक्जाम पनि छ त्यसको सँगसँगै आजको भिडियो के कस्तो हुन्छ सबैले माया गर्दिनु होला हेलो राजा यता आउँदा यता अनि सबैजना सन्चै आएर मेरो चलमा र मेरो नयाँ युट्युब फ्यामिलीहरु के छ राजा छिटो भित्र आउनु भित्र ल ह्यापी एनिभर्सरी Thank you so much. Same to you. ल धेरैभन्दा धेरै खुसी छु है म चाहिँ अब चाहिँ अनि टक्कसँग एक्जाम गर्न जानुपर्छ कहाँ हो कि जाने बाहिर कति खुसी छस् त आज धेरै खुसी छु आज के छ त अनि स्पेशल साँझ हुन्छ हो? सबैहरुलाई देखाउँछ स्पेशल के हुन्छ भन्ने कुरा इन्भाइट त छैन नजिक भएको मान्छे सबलाई इन्भाइट छ टाढा उनीलाई चाहिँ ल त्यही गाए चाहिँ नि अब एक्जाम छ एक्जाम गरेर आएर अनि भेट्नुपर्छ त्यही हो ल त बाइ बाइ हेलो हेलो छ्या बेइज्जत माने होला नि पार्कमा आइसक्यौँ उहाँ मिसलाई देखाइदिनुहोस् अब हामी चटपटे खान्छौँ के खान्छौँ चटपटे आन्टीलाई शङ्कर पार्कको फेमस पानीपुरी चटपटे मसल म मोटी छु नि आज भोलि के चटपटी खाइन आज हामी शङ्कर पार्कमा आएर चटपटे खाँदैछौँ कति मिठो छ चटपटे त्यहाँ अन्जीलाई देखाइदिनु त्यहाँ अन्जीले बनायो हेलो गाइज म सपिङ गरेर पनि सामान ल्याएर पनि आइसकेँ मलाई मसँग टाइम नै थिएन त्यही भएर मसँग टाइम नै थिएन सपिङ गर्दाखेरि त्यही भएर भ्लग बनाउन पाएन म चाहिँ अहिले घर आइपुगिसकेँ घर आएर पनि झरेको अनि विनोद चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ पहिले आइसकेँ गाइज हाम्रो घरमा को हुनुहुन्छ अहिले म देखाउँछु ल हाम्रो गाउँमा चाहिँ आँप फलिसक्यो है गाइज देख्नुभयो नि ओ नो मोबाइल खस्ला कि आँप फलिसक्यो म घर जाँदैछु हाम्रो घर त्यो छ त्यहाँ छ अनि मैले चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु घरमा को हुनुहुन्छ मम्मी दिदीहरू बस्नु भएका देखाउँछु ल के भइरहेको हाम्रो घरमा गाइज मैले मोमो ल्याइदिएको थिएँ म घर आइन पुग्दैमा प्लास्टिक खोलेर पनि मोमो खाएर पनि कस्तो छ मोमो मोमो कस्तो छ क्या मिठो छैन अचार मिठो छैन कस्तो अचार मिठो लाग्छ नानी मिठो छ कि नाइ मिठो छ यता हेर त गर्दै त खाप्छु मैले मोमो ल्याइदिएको थिएँ लुवामबाट यहाँ मोमोमा आइपुगे छैन यहाँ मोमो 1 पिस मात्रै छ के हाम्रो राजाले खाएर कस्तो छ नानी मोमो आज त हामी दिदी राम्रो पनि बस्नु भएको त कहाँ हो जाने मम्मी कहाँ जानु लाग्नु मम्मी नाइ यता हेर्दै छोरी मोमो कस्तो छ गर्दै त गर्दैन के ल्याएर आए त है टमाटर
अनि मैले अनि यिनी चाहिँ खुर्सानी हो मैले काँक्रा ल्याएर आएछु गाइज ल्यायौँ कि मैले आलु मात्रै हुने अरू कति आलु ल्याएर आएछु 2.5 किलो यो खोल्नु त दिदी के हो यो चिज यिनी चाहिँ खुर्सानी हुन् बनाना पेरिस बनाना मेरो चप्पल बाई बाई छोरी बाई बाई यो चाहिँ हाम्रो सामान हो गाइज माछा गाइज मैले माछा ल्याएर आएछु माछा मैले ल्याएँ कि त्यो पोलिथिन यही हो मैले दिदीको मेकअपको सामान ल्याइदिएको थिएँ खै तपाईँ कस्तो मेकअप गर्नुहुन्छ बस यो चाहिँ क्रिम लाउने है सेम्पू कति ल्याइदिनु 100 रुपियाँ त्यसको प्राइस त्यसैमा छ त्यसको प्राइस त्यसैमा छ अरे त्यसको राइस चाहिँ मैले ल्याएको सामान गाइस त्यहाँबाट यहाँसम्मको छ तर मैले नि भुजा ल्याउन बिर्सेछु कि विनोदलाई फोन गर्नु पर्यो नाम के हो है ब्लिन्डर यसलाई बाँधिदिनुहोस् त यो उसका माछा हुन् ब्लेन्डर आजभोलि पनि काँक्रा पाइदो रहेछन् के फोटो खिचाएर ओ यार काँक्रा खाने खागे ल मैले ल्याइदिउँ कि घर आइसक्यौँ अनि यहाँ सबै यहाँ भइरहेको अनि हाम्रो कमल दाइले मिलाउँदैछ अनि हाम्रो यता मानु साथी हुनुहुन्छ ओइ फुचे अनि हाम्रो यता दिपक साथी हुनुहुन्छ ग्याङ 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 अनि टक्क यहाँ भइरह अब चाहिँ एकछिनमा स्टार्ट हुन्छ गाइज हेलो हेलो फाइनल भइसक्यो फाइनल ओइ तैँले कति काम गरिस् काम चाहिँ सब यो बना मैले हो पाएन नि त राति बिहान नि सबै बनाउने मै हो यो ग्राउन्ड पनि मै हो यो फुल टिप्ने मै हो ल मैले बनाले पहिला भिडियोबाट गराउने होला र ढोकोलाई पनि हुन ल हेलो हेलो गाइज हाम्रो चाहिँ अब स्टार्ट हुन लागिसकेको छ के छ राजा रिसाको भलत किन रिसाउनु भा होइन यहाँ चाहिँ रेडी भइसक्यो नि तर फायर चाहिँ उहाँ दुलिनी चाहिँ यहाँ फायर हुनुभएको छ दुला चाहिँ यहाँ फेरि आज बिहा गरेर 1 वर्ष पुगेर चाहिँ उनीहरूको त हेर तेर्छौँ ठाडोमा कालो ठाडोमै तेर्छौँ जस्तोमा राम्रो आउँछ त्यस्तैमा झिलो हुन्छ अलि ल छिटो माथि हान्ने स्पिड सर्ट माथि बनाइरहेको छ अलि 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 उता हो क्या अलिक टाढा नजिक जुत्ता हो क्या जुत्ता दुईटा जुत्ता ह्याप्पी एनिभर्सरी टु यु कालो बिन्ता क्यामेरामा लानु मिल्दैन है खै हाल्दैन मलाई अब ल राजु छिटबाट किन त अहिले सुक्छ क्या ठिक्क लाग्यो नि पछि लाग्यो छिटो पछि
गाइज होइन कालेको एनिभर्सरी भइरहेछ यसमा अनि यहाँ केक र मासु खान अनि आएछन् दुईटा कुत्ताहरू अर्को यो लम्बाट आएको यो गिरिबाट अर्को यो काभ्राबाट आउँछ अर्को कुत्ता ल अब मेरो पालो छ ल ल ल यो समातम त अलि ठाडो गराउ फेरि अर्को खिच एउटा टक्क भएन क्या मैले बताइरहेन क्या नै ठिक छ यो एउटा यो मलाई दिन्न कि धेरै तिमीलाई यार माने माने भन्ने जन्तुले टिका लाउनु लाग्छ यहाँ होइन जयचोरको जन्तु जयचोरको जन्तु भयो क्या भयो होइन किन हाँस्छस् त बिदा काले भएर लाग्यो माने तेरो फोटो त अर्कै आउँछ क्या ए ल भाग्यमानी भए अर्को साल छोराछोरी एउटा जेबेन जन्माए सुरुमा छोरी जन्माउनु लक्ष्मी जन्माउनु छोरी जग्गा नगर्नु यही हो मेरो तर्फबाट यही ल अनलाइन मानु मानुले ल है ल मानुले गिफ्ट दिँदैछ है ल है माने त लोदर जस्तो देखाउँछ क्या माने ठिक छ होइन एकदम ल गिफ्ट कस्तो मन पर्यो गिफ्ट मन पर्यो गिफ्ट मन पर्यो नि बिन्दा तिमीले के खाने ठिक छ तिमीलाई केक खानै ठिक छ अरे हेलो गुड मर्निङ गाइज नेक्स्ट डे आज चाहिँ होइन अनि हिजो चाहिँ एनिभर्सरी मनाइयो अहिले चाहिँ सुत्या टक्क कति बजी भनिसकेपछि 9 बजिसकेको छ अनि टक्कसँग सुत्या होइन थ्याङ्क यू सो मच सबैजनालाई सबै मेरो त्यसमा एनिभर्सरीमा आउनेलाई सबैलाई धेरैभन्दा धेरै माया छ थ्याङ्क यू सो मच अल मेरो साथीहरू आजको लागि यति नै बाई बाई नेक्स्ट डे नेक्स्ट ब्लगमा भेट्नुपर्छ